गुड मर्निङ गाइज। अहिले चाहिँ बिहान भइसक्यो, कति बज्यो? 7:30 भइसकेछ। अब चाहिँ उठ्नु पर्छ। बिहानीको दिन सुरु भइसक्यो गाइज। दिनभरि के हुन्छ तपाईँहरूलाई देखाउने नै छु। सुतिरहेको थिएँ। दिनभरि के हुन्छ तपाईँहरूलाई देखाउने नै छु। अहिले चाहिँ म उठेर फ्रेस हुन्छु। तिर आइदिएको यसो भ्यू हेर्न। कुलपुरमा लास्ट गर्मी छ। गाउँ नै ठिक हो, गाउँमा सर हावा चल्छ है बिन्दासको। यतिखेर चाहिँ गाउँमा हुँदा पुरा गोठला गइन्थ्यो खोलातिर सट होइन, पुरा पौडी खेल्ने, खोलातिर माछा मार्ने। यता त अब खोलामा पौडी खेलौँ भनेर यसो आम भने पनि हेर्नु कस्तो छ। यस्तो मात्र हाम्रो गाउँतिर त पुरा भैँसी खेल्छ हो यस्तो खोलामा त। यति धमिलो पानीमा त हाम्रो गाउँतिर भैँसी नै हाल्छ भने त्यस्तो छ क्या। के भविष्यले मान्छेलाई अब कसैलाई कहाँ पुऱ्याउँछ कसैलाई कहाँ पुऱ्याउँछ होइन। अब त्यही त हो नि। फेरि गाउँ पनि फिटिक्कै कोही छैन क्या। सब कोही कता, कोही चाहिँ कता कता साथी, कोही छैन घरमा। सब बुढाबुढी मात्रै, बुढाबुढी मात्रै छन्। नास्ता खानु पऱ्यो। अब नास्ता खाने भएर पैसा खोजेको, पैसा नभेट्ला जस्तो छ। नास्ता खाने पैसा पनि छैन हो। हामी त लास्टै भिखारी भइयो। गाह्रो छ। नास्ता खानु भनेर लागेको गाइज। म चाहिँ नास्ता लिनु जान्छु। अब नास्ता लिनु चाहिँ लागेको। फेरि माग्नु छ, केही छैन, सब चल गयो। भेट्यो अब चाहिँ चौचौ पकाएर खानु पऱ्यो। अब त्यस्तै हो, चौचौ खानु पऱ्यो मेरो लागेको। चौचौ फिर्ती माई फेभरेट। चाउचाउ पनि आइसक्यो। अब नास्ता बनाउनु भनेर लागेको। गर्मी फेरि यस्तो गर्मी छ कि बाबा पुरै छाडिदिनु क्या। जे गर्दा पनि पसिना हो कि, खाँदा पनि पसिना, बस्दा सुत्दा पनि पसिना। यस्तो लास्ट पसिना छ हो। जे गरे पनि सुत्को छैन। क्याप्सिकम र एउटा झिके। अब चाहिँ मैले यस्तो बबार बनाउँछु नि। पुरै छाड्छु। चाउचाउ बनाउनु पऱ्यो, खानु पऱ्यो। नास्ता पनि खाएर अब सक्यो। अब एकछिनमा चाहिँ हामी पढ्न सुरु हुन्छ। फेरि पढ्नु त पऱ्यो गाइस, नपढेर काम छैन। पसिनै पसिना के भयो, खाँदा पनि पसिना, बस्दा पनि पसिना। बेहाल छ, बेहाल छ। टोइलेट बस्दा पनि पसिना, जे गर्दा पनि। त्यो हेर्नु पुरा त्यो क्या, छतमा बसेर पुरा टिकटक बनाउने क्या। अब एकछिनमा हेर्नु त नाच्नु। रोक रोक रोक, तिम्रो चटक देखिरहेको छु मैले। के जमाना दिदी भेना आउनुभएको छ मेरो रुममा। त्यो चाहिँ भेना आउनुहुन्छ। एकछिन नास्ता खान्छ हो, त्यसो नास्ता खाएर चट्ट बिताउँला है। यति भन्दै आजलाई म बिदा लिन्छु।
नयाँ हुनेले सब्सक्राइब गरिदिनु होला प्लिज। मेरो नयाँ आइडी हो, सबैले लाइक सब्सक्राइब गरेर माया देखाइदिनु होला। यति भन्दै म आजलाई बिदा लिन्छु। हवस् त, धन्यवाद।